सो फर्स्ट हामी केही कुरा पनि प्रिन्ट गर्नको लागि जस्ट सिम्पल छ यसरी प्रिन्ट टाइप गरेर अनि भित्र जे पनि लेख्दा त्यो प्रिन्ट हुन्छ जस्ट लाइक अनि अब केही कुरा इनपुट लिनु छ भने जस्ट त्यो भेरिएबल बनाउनु पर्छ एउटा हामी यहाँनिर यो कम्प्युटर ल्याग भएर यस्तो भएको हो अनि हामी एउटा नेम भन्ने भेरिएबल बनायौँ अनि यसलाई यहाँनिर चाहिँ हामी एउटा नेम भन्ने भेरिएबल बनाएर अनि यो इनपुट बटन र इनपुट फङ्सनले त्यो इनपुट लिने काम गर्छ हामी मतलब केही कुराले पनि यहाँनिर टाइप गरिन्छ मतलब यहाँनिर यहाँदेखि यो इनपुट फङ्सनले त्यो कुरालाई इनपुट लिन्छ अनि यो इनपुटलाई प्रिन्ट गराउनु छ भने सिम्पल छ अनि यहाँनिर प्रिन्ट लेखेर अनि यही नेमलाई यसमा हालिदिएपछि अब यसले प्रिन्ट गराउँछ यसलाई सेभ गरेर अनि यहाँनिर मैले लेखेको प्रिन्ट चाहिँ यहाँ आयो आई एम बोर्लेक्स अनि त्यसपछि एन्टर योर नेम यस भनेर अनि यहाँ प्रिन्ट गरायो पिस सिम्पल छ ल अर्को सर्ट्समा भेटौँ